आमै नि होइन के हो यो? बेबी सावर हो। बच्चा जन्मिनुभन्दा 2-3 महिना अगाडि गर्भवती महिलालाई केक, जेरी, फलफुल, माछा, मासु, दही, चिउरा सबै खुवाएर बेबी सावर मनाइन्छ। यी गाउँभरिका मान्छेहरू खानेकुरा लिएर भेट्न आउँछन्। ए भनेपछि बेबी सवार। केका लागि हो यो पोको? तिमी गर्भवती हुनु पर्यो चन्द्रू। यो पोकाले गर्भवती हुन्छ त? अब अर्को तरिकाबाट गर्भवती हुनलाई त 15 वर्ष अगाडि नै बन्ध्याकरण गरिहालियो। हो र? हो नि। अब यही पोको पेटभित्र हालेर भए पनि गर्भवती चाहिँ हुनु पर्यो चन्द्रू। त्यही भएर यो पोको पेटभित्र हालेर तिमी गर्भवती बन्नु पर्यो। अनि हामी पनि बेबी सवार मनाएर टन्न लुड्याउनु पर्यो भनेर नि चन्द्रू। खानालाई नै अनिकाल लाग्यो बेला यति गर्दैमा खाना पाइन्छ भने त म पनि तयार छु नि बुढा। तर यो कुरा कसैलाई नभन्नु नि फेरि। भन्ने कुरै भएन नि। ल ल ल छिटो गरिया। लाजले खालि पटुका कसेर बस्थिन्। मैले प्राकृतिक कुरा लुकाउनु हुँदैन। फेरि भोलि पर्सि पटुकाले ठिचिएर छोरो यस्तो जन्मियो भने के गर्ने? भनेको पटुका खोलिन् वाट्टे आइगयो नि। भन्नु उसो होइन जेठान साहब। 8 महिना भइसकेको थियो भने। ल ल ल अब आजदेखि लकडाउन हुने भन्दैछन्। कसरी जन्माउने हो बच्चा राम्रोसँग ख्याल गर्नु नि फेरि। हस् अनि हजुरलाई त्यो बेबी सवार कार्यक्रम भन्ने त थाहा नै छ होला। त्यही के त दही, चिउरा, माछा, मासु, फलफुलहरू ल्याएर खुवाउने के?